तपाईले कहिले सोच्नु भएको छ कि किन तपाईको जिन्दगीमा त्यही गरिबीपन कहिले टाल्दा टाल्दै नै बितिरहेको छ? हरेक दिन बिहान उठ्नु अनि काममा दौडनु अनि अन्तमा त्यही रित्तोपनको अनुभव गर्नु। हरेक महिना अनि महिनाको अन्त हुँदा नहुँदै नै बैंक एकाउन्ट रित्तिनु। पैसा आउँछ अनि महिना नमोड्दै नै सिद्धिन्छ। फेरि त्यही कुरा दोहोरिन्छ हरेक महिना। संघर्ष, सानो सानो खाँचोको लागि घरमा झगडा, फेरि तनाव। यो सबै किन हुन्छ त? किनकि साँचो कुरा त यो हो कि तिम्रो अवस्था जिम्मेवार अरू नभएर कोही तपाई आफै हुनुहुन्छ। हो, यो साँचो हो। सत्य कुरो तितो नै हुन्छ, तर सत्य कुरो त थाहा पाउनु पर्यो नि। कारण हरेक दिनको जीवन कुनै योजना बिना नै अगाडि बढ्नु, अनावश्यक कुराहरूमा पैसा खर्च गर्नु, आफैलाई सधैँ अरू भन्दा कमजोर सम्झिनु, यो नै मानिसहरूको सबैभन्दा ठुलो गल्ती हो। तपाईलाई कस्तो लाग्छ जुन धनी व्यक्तिहरू छन् त्यसले तपाईको भन्दा धेरै परिश्रम गर्दछ? होइन साथी हो, अन्तर यति मात्र छ कि उनीहरू स्मार्ट तरिकाले काम गर्दछ। तपाईले मात्र कडा परिश्रम गर्नुहुन्छ, तर उनीहरूले भने आफ्नो जिन्दगीलाई प्लान गरेर अगाडि बढाउँदछ। हरेक पाइलामा सोची सम्झिकन अगाडि बढ्दछ। तपाई मात्र अरूलाई दोस्याइरहनुहुन्छ। फलानुले गरेर मसँग पैसा छैन, म धनी हुन सकिन। यदि तपाईले आफ्नो जिन्दगीमा बदलाव चाहनुहुन्छ भने पहिलो कुरा तपाईले आफ्नो सोच्ने तरिकालाई नै परिवर्तन गर्नु पर्दछ। यदि तपाईको सोच त्यही पुरानै तरिकाको हुन्छ भने तपाईको जिन्दगी पनि जस्ता अहिले छ त्यस्तै नै रहनेछ। यदि तपाई आज नै सोचमा परिवर्तन ल्याउनु हुन्न भने 10 वर्षपछि पनि त्यस्तै रहनेछ। हाम्रो समाजले त्यही व्यक्तिको इज्जत गर्दछ जसले आफ्नो सहयोग गर्ने गर्दछ। आज तपाई आफ्नो परिस्थिति बदलाव ल्याउन चाहनुहुन्छ भने संसारले तपाई दुःख दिनेछन्। अनि साँचो कुरो त यो हो कि तपाई गरिब यसकारण न कि तपाईको भाग्य नराम्रो छ। तपाई गरिब यसकारण हुनुहुन्छ कि तपाईले गरिबीलाई स्वीकार गर्नु भएको छ। तपाईको सोच एउटा कैदी बनाएको छ। बहाना, हरेक दिन बहाना, मेरो भाग्य नै नराम्रो छ, मसँग पैसा छैन, मसँग कुनै कमाई गर्ने बाटो नै छैन। यस प्रकारको बहानाले तपाईको जिन्दगीमा ठूलो इफेक्ट पार्दछ। यस्तो प्रकार आफैलाई कमजोर सोच्ने प्रवृत्तिले नै तपाईलाई अगाडि कहिले बढ्न दिँदैन। त्यसैले आजै नै आफ्नो सोचलाई बदलिनुहोस्। कुनै बहाना नगरी हिम्मत राख्नुहोस् कि तपाई कमजोर हुनुहुन्न, बल्कि सब गर्न सक्नुहुन्छ। आफैलाई र आफ्नो सोचलाई परिवर्तन गर्नुहोस् अनि आजैबाट परिश्रम गर्न सुरु गर्नुहोस्। यदि तपाई आजाद पनि केही गर्न हुन्न भने याद राख्नुहोस्, तपाईको जिन्दगीको धागो तपाईकै आफ्नै हातमा छ, अरू कसैको होइन। त्यसलाई बर्बाद तर्फ लाने या उन्नतितिर लाने यो कटु सत्य कुरो हो। हरेक दिन नयाँ सुरुवात गर्नुहोस्। तपाईको जिन्दगीको यसलाई बदलिने तपाईको आफ्नै हातमा छ। कुनै नयाँ अवसर यदि तपाईको अगाडि आउँदछ भने तपाईको सोचले नै रोक्ने गर्दछ। त्यसलाई राम्रोसँग छानबिन गर्नुहोस् र असल छ भने पक्रिराख्नुहोस्। हुन सक्छ तपाईको मनमा विचार सबभन्दा अगाडि आउन सक्छ कि ओहो साथी हो, मेरो लागि होइन, म गर्न सक्दिन, मैले कहिले गरेको छैन, हाम्रो पुर्खाले नै नगरेको काम म कसरी गर्न सक्छु, म सक्दिन, यो त गाह्रो काम हो, मलाई त आउँदैन। यस प्रकारको सोचले तपाईलाई त्यही रोकिराख्ने गर्दछ, अगाडि बढ्न दिँदैन। तपाई त्यही उभिरहनुहुन्छ जुन ठाउँमा तपाई वर्षौंदेखि उभिरहनु भएको छ। यो त बुझ्नुहुन्न कि धनी मानिसहरूले स्मार्ट भएर यस्तो अवसरलाई पाउने उनीहरू छानबिन गर्छ। असल पायो भने त्यसलाई हातबाट उम्किन दिँदैन, किनकि उनीहरूले पैसाको बारेमा सोच्दैन बल्कि एक्सन लिने गर्दछ। हरेक दिन केही न केही नयाँ कुराहरू सिक्नु, आफ्नो लागि सिक्ने कुरामा खर्च गर्दछ। त्यसको लागि कुनै बहाना बनाउने गर्दैनन् उनीहरूले। हरेक समय केही न केही पढ्ने, ट्रेनिङ लिने गरिरहन्छ। धनीहरूलाई थाहा छ कि गरिब परिवारमा जन्म लिनु यो उसको दोष होइन, तर गरिब भएर जिन्दगी भरि र गरिब नै मर्नु यो उसको दोष र बेवकुफी हो। आज भन्दा 10 वर्षपछि तपाईले आफ्नो साथीलाई यस कुरालाई पछ्याएर प्रतिष्ठा र सफलता भएको देख्नुहुन्छ अनि तपाई आफै इग्नोर गरेर
कही अहिलेको अवस्थामा पाउनुभयो भने तपाईँ आफैलाई कस्तो फिल हुने गर्नेछ। तपाईँले ठिक सोच्नुभयो, पछताउनु हुनेछ। आफैलाई भन्नुहुनेछ, यदि मैले पनि त्यस समय हिम्मत गरेर त्यस कामलाई जारी राखेको भए आज म पनि त्यहाँ हुने थिए। यदि त्यस स्केललाई टेकेको भए, यदि डरलाई जितेर अघि बढेको भए आज म केही ठुलो काम गर्ने थिए। हो साथी, त्यस समय ढिलो भइसक्यो। गर्न नसक्ने अवस्था मात्र स्ताउनु भन्दा अन्य केही विकल्प नहुने गरी यस्तो नहोस्। यसकारण साथी हो, आजै उठ्नुहोस् र साँचो परिवर्तन गर्नुहोस्, केही नयाँ सिक्नुहोस्। तपाईलाई लाग्छ कि पैसा कमाउनु अप्ठ्यारो छ? होइन साथी, अप्ठ्यारो त पैसालाई जोगाइराख्नु छ। पैसा त आउँछ तर केही बेरसम्म पनि टिक्न सक्दैन। किन होला? किनकि तपाईले कहिले पनि पैसालाई सम्मान गर्नु सिक्नु भएन। तपाईले जे पनि कमाई गर्नुभयो त्यसलाई आफ्नो हातले आफैले नै बर्बाद गरिदिनु भयो। कुनै आवश्यकता बिना, कुनै सोची नसम्झी खरिद गर्नुभयो। कुनै बजेट बाँकी छैन। खर्च कसरी र कहाँ गर्ने त्यसको कुनै प्लानिङ छैन, कुनै सेभिङ छैन। हरेक पल त्यही बहाना, सेभिङको लागि टाइम नै पाइँदैन। निर्बुद्धि नबन्नुहोस्। जुन बेलासम्म तपाईले पैसालाई सङ्कलन गर्नु सिक्नुहुन्न त्यस बेलासम्म गरिब नै रहिरहनु हुनेछ। पैसा चाहिन्छ तर आफैले अनावश्यक धेरै खर्च गर्नु बन्द गर्नु भएन भने यो नै सबैभन्दा ठुलो गल्ती हो। तपाईलाई लाग्छ होला कि धनीहरू सायद धेरै कमाई गर्छन् होला। होइन, बल्कि उनीहरूले पैसालाई सङ्कलन गर्न जान्दछन्। उनीहरू पनि थाहा हुन्छ कि जतिको पैसा कमाउनलाई गाह्रो छ त्यति नै पैसालाई जोगाई र सही ठाउँमा लगानी गर्न अथवा इन्भेस्ट गर्नलाई पनि गाह्रो छ। त्यति नै पैसालाई जोगाई राख्न र सही ठाउँमा लगानी गर्न, इन्भेस्ट गर्न अनि त्यो भन्दा पनि आवश्यक हुन्छ। पैसाको पछि नभाग्नुहोस्, बल्कि पैसालाई आफै तपाईको पछि भगाउनुहोस्। त्यो बेला हुन्छ जुन बेला तपाईले पैसालाई सही ढङ्गले सङ्कलन गर्न र त्यसलाई वृद्धि गर्न सिक्नुहुन्छ। यदि तपाईले अहिले नै आफ्नो पैसालाई सम्हाल्न र सही ढङ्गले इन्भेस्ट गर्न सिक्नुहुन्न भने त्यो समय नआउला भन्न सकिँदैन कि तपाईले अरूसँग ऋण माग्दै हिँड्नु पर्नेछ। त्यस समय मानिसहरूले तपाईको खिल्ली उडाउनेछ। सोच्नुहोस्, जुन बेला तपाईसँग केही पनि हुने छैन त्यस समय उनीहरूले तपाईको सहयोग गर्नुबाट इन्कार गरिदिनेछ। त्यस बेला तपाईलाई कति नराम्रो लाग्नेछ। जुन बेला तपाईँ आफ्नो फ्यामिलीलाई उनको बेसिक खाँचोहरू पनि पूरा गर्न सक्नुहुन्न त्यस समय तपाईलाई कति धेरै मुटुमा रस्का पुग्छ होला। के तपाईँ साँच्चै यस्तै जिन्दगी चाहनुहुन्छ? यदि होइन भने आजदेखि तपाईले सोचाइ र जीवनमा बदलाव ल्याउनुहोस्। हरेक मानिस 20% सेभिङको रुल्सलाई कार्यान्वयन गर्नुहोस्। अनावश्यक कुराहरूको किनमेल बन्द गर्नुहोस्। पैसालाई बचत गर्नु र सही ठाउँमा इन्भेस्ट गर्न तरिकालाई खोजी गर्नुहोस् अनि सिक्नुहोस्। याद गर्नुहोस्, कुनै एउटा नै आय स्रोतले कहिले पनि धनी बन्न सकिँदैन। यस्तो बानीहरूलाई आज यदि बदल्नु भएन भने यो कुरा याद गर्नुहोस् कि गरिबी पनि एक प्रकारको रोग हो जसलाई तपाईले आफ्नो हातले पालन पोषण गर्दै हुनुहुन्छ। तपाईँ जुन कम्फर्ट जोनमा बसिरहनु भएको छ एक प्रकार बहाना बनाउनु अनि अल्छी बन्नलाई छोडिदिनुहोस्। भोलि त पक्का गर्छु भनेर नटाल्नुहोस्, आलटाल नगर्नुहोस्। यस्तो नराख्नुहोस् अरूको आशा गर्नुको कि कुनै व्यक्ति आउनेछ र मेरो जिन्दगी बदलिनेछ, कसैले तिम्रो बैंक अकाउन्टमा पैसा हालिदिनेछ। सपना हेर्नु त सजिलो छ तर त्यसलाई पूरा गर्नुलाई हिम्मत मात्र कसैमा हुन्छ। अनि तपाईँ मात्र सोचिरहनु हुन्छ भने केही गर्नुहुन्न। तपाईको जीवनको सबैभन्दा ठुलो शत्रु हो तपाईँ भित्र भएको डर हो। डर जुन बेला पनि तपाईँ केही ठुलो बदलाव गर्न अवसर पाउनुहुन्छ तपाईँ डराउनुहुन्छ। यदि फेल भयो भने त, यदि मानिसहरूले खिल्ली उडायो भने त, यदि केही नोक्सान भयो भने त के तपाईँ डरपोक हुनुहुन्छ? तपाईँ डराउनु हुन्छ कि मानिसहरूले खिल्ली उडाउने छ? तर त्यस समयलाई याद गर्नुहोस् जुन बेला तपाईको खिल्ली खोल्ती रित्तो हुनेछ अनि तपाईको छोरा छोरी श्रीमतीले
पैसा तिर्नु पर्यो भन्ने छ र भरि सभामा पैसा माग्ने छ, त्यस बेला व्यक्तिहरूले तपाईतिर नै आँखा हेरिरहेको हुन्छ र तपाईको खोल्तीमा एक पैसा हुँदैन। म भन्दछु त्यो बेला तपाई मरे जतिकै हुनुहुनेछ। त्यस्तै जुन बेला तपाईको अरूसँग सहयोग माग्नु पर्ने छ, जुन बेला तपाईकै आफ्नाहरूले तपाईलाई हारेको असफल व्यक्ति सम्झिनेछ, त्यस समय तपाईले गर्नुहुन्छ मानिसहरूले तपाईलाई फेलियर भन्ने छ। त्यस बेला तपाईले आफैलाई अधिकारनु हुनेछ। त्यस समय तपाईले सोच्नु हुनेछ कि यदि मैले त्यस समय हिम्मत गरेको भए आज यो दिन आउने थिएन। तपाईको जिन्दगी त्यही ठाउँमा अडिरहनेछ जुन ठाउँमा आज हुनुहुन्छ। जमेको पानी र जमेको जिन्दगी दुर्गन्ध हुने गर्दछ। यदि तपाईले आज कम्फर्ट जोनबाट निस्किने हिम्मत गर्नुहुन्न भने त त्यो दिन टाढा रहने छैन जुन बेला तपाई आफैलाई पनि ऐनामा आँखा जुदाउन सक्नुहुन्न। तपाई परिस्थिति यति नराम्रो हुनेछ कि आफैलाई आफैले यो प्रश्न गर्नुहुनेछ कि के म मात्र यो जिन्दगी जिउनुको लागि जन्म लिएको हुँ। यो विचार गर्नुहोस् कि तपाई यस संसारमा टाइम पास गर्नुको लागि जन्म लिनु भएको हो या फेरि कुनै ठुलो काम गर्नको लागि हो। यदि साँच्चै नै धनी हुनु चाहनुहुन्छ भने आज तपाई आफैसँग एउटा वाचा गर्नुहोस्। डरलाई आफ्नो मन मस्तिष्कबाट मारिदिनुहोस्। हरेक दिन नयाँ कुराहरू सिक्नुहोस्, नयाँ च्यालेन्ज लिनुहोस्, आफैलाई अझै स्मार्ट बनाउनुहोस्। जसले तपाईलाई छेक्नु कोसिस गर्छ उनीहरूलाई गलत साबित गर्नुहोस्। याद राख्नुहोस्, आज तपाईले एक्सन लिनु भएन भने तपाईको जिन्दगीको सबैभन्दा ठुलो शत्रु कोही नभएर तपाई आफै हुनुहुनेछ। हो, तपाईको सबैभन्दा ठुलो गल्ती के हो भने तपाईले कहिले आफै माथि इन्भेस्ट गर्नु भएको छैन। तपाईलाई ब्रान्डेड कपडा चाहिन्छ, महँगो फोन चाहिन्छ, हरेक विकेटमा पार्टी गर्नुपर्छ। यदि आफैलाई स्मार्ट बनाउनुको कुरा आउँछ भने तपाईको मात्र बहाना हुने गर्दछ। कोर्स गर्नुको लागि फिटिक्क पैसा छैन, सिक्नुलाई टाइम नै छैन भने यतिका धेरै स्ट्रगल किन गर्ने? के तपाई अज्ञानी हुनुहुन्छ? तपाईलाई महँगो फोनको लागि आइएमई चाहिन्छ तर फेसबुकमा कमेन्ट गर्नमा बिताइदिनुहुन्छ। एउटा स्किल सिक्नु पर्यो भने पैसा खर्च गर्नु तयार छैन। तपाई घण्टौंसम्म अरूको जिन्दगीमा तर आफ्नो जिन्दगी बदलिनुको लागि भने 1 मिनेट पनि निकाल्नु गाह्रो छ। तपाईको जीवन भएको छ कि जहिले पनि तपाईको अगाडि कुनै नयाँ अवसर आउँछ तपाईको दिमागमा आफैले तपाईलाई छेक्ने गर्दछ। ओ साथी, यो मेरो योग्यको छैन, वा यति ठुलो काम म कसरी गर्न सक्छु र मलाई त पैसा कमाउनु बाटो नै थाहा छैन। बुझ्नुहोस्, जहिलेसम्म तपाई आफ्नो सोच बदलिनुहुन्न त्यस बेलासम्म केही बदलिने छैन। धनी मानिसहरूले सोच्नु मात्र होइन बल्कि एक्सन लिने गर्दछन्। आज तपाईले आफै माथि इन्भेस्ट गर्नु भएन भने 10 वर्षपछि तपाईलाई पछताउनुको बाहेक अरू केही विकल्प रहने छैन। त्यस समय तपाई गर्नुहुन्छ तपाई अन्य साथी यसरी तपाई भन्दा सफल र अगाडि जानेछ अनि तपाई त्यही रहनुहुनेछ जुन स्थानमा तपाई आज हुनुहुन्छ। आफ्नो बालबच्चालाई राम्रो स्कुलमा पढाउन सक्नु हुने छैन, अरूको अगाडि उधारो माग्नु पर्नेछ, हरेक चोटी लज्जित हुनु पर्नेछ। के तपाई यस्तै प्रकारको जिन्दगी चाहनुहुन्छ र? बुझ्नुहोस्, यदि तपाई आफ्नो लागि काम गर्नुहुन्न भने यो जिन्दगीले तपाईलाई यतिका धेरै पछताउनु छोडिदिनेछ कि तपाईले आफैसँग रिसाउनु थाल्नुहुनेछ। तर आज पनि समय छ, आफ्नो लागि काम गर्नुहोस्, नत्र सधैँ नैको लागि आत्मग्लानि हुनेछ। यदि तपाईलाई आफ्नो जिन्दगी बदलिनु छ भने आफै माथि इन्भेस्ट गर्नु सुरु गर्नुहोस्। हरेक दिन 30 मिनेट केही कुराहरू सिक्नुहोस्, पैसालाई बचत गर्नुहोस् र सही ठाउँमा इन्भेस्ट गर्न सिक्नुहोस्। आफ्नो कमी कमजोरीलाई सुधार गर्नुहोस्, बहाना बनाउन आजै छोडिदिनुहोस्। आजदेखि यो निर्णय लिनुहोस् कि आफै माथि इन्भेस्ट गर्नेछु। जुन परिस्थितिमा पनि यसरी यदि तपाईले आफैलाई परिवर्तन गर्नु भएन भने सम्पूर्ण जीवनभरि पछताउनु पर्नेछ। यदि तपाई तयार हुनुहुन्छ भने आफ्नो जिन्दगी बदलिनुको निम्ति भने अहिले कमेन्ट बक्समा यस आई एम रेडी भनेर लेख्नुहोस् अनि यो भिडियो मन परेमा लाइक गरिदिनुहोस् र आफ्ना साथीभाइहरूलाई शेयर गर्नुहोस्। यदि तपाई हामीसँग जोडिन चाहनुहुन्छ भने हाम्रो ग्लोरिज मिडियालाई सब्स्क्राइब गरी बेल आइकनको अलमा थिचिदिनुहोस् अनि सम्पूर्ण भिडियो हेर्नु
समयको लागि तपाईहरु सम्पूर्णलाई हृदयदेखि धन्यवाद। अर्को भिडियोमा फेरि पनि भेट्ने नै छौं। त्यतिन्जेलको लागि म करण थापालाई बिदा दिनुहोस्। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। विश यु वेल्थ एन्ड गॉड ब्लेस यु। बाई बाई।